यति बेला काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आइसक्नु भएको छ स्वयम्भू महोत्सवमा। उहाँको स्वागतका लागि अध्यक्ष ईश्वरमान डङ्गोल लगायत विभिन्न हामी देखिरहेका छौँ स्थानीय सहभागिता र यहाँ सहभागिता देखिरहेका छौँ र मेयर बालेन्द्र शाहप्रतिको क्रेज हामी यहाँ देख्न सक्छौँ। उहाँ प्रवेश गरिसक्नु भएको छ स्वयम्भू महोत्सवमा। यो स्वयम्भू महोत्सवको भिड देख्न सक्नुहुन्छ यहाँहरूले र स्वयम्भू महोत्सवमा मेयर बालेन्द्र शाहको आगमन भए सँगसँगै यहाँ अब सुरुवात भएको छ यहाँको जुन कार्यक्रम हामी देख्न सक्छौँ। मेयर बालेन्द्र शाह अगाडि बढ्ने तर्खरमा हुनुहुन्छ र मेयर बालेन्द्र शाहलाई नजिकबाट देखिसकेपछि विद्यार्थीहरूको यो उत्साह देख्न सक्नुहुन्छ। धन्यवाद। मेरो मन्तव्य चाहिँ तपाईहरूको तालीभन्दा पनि छोटो हुन्छ है। हामी एउटा एकदमै देशकै सबभन्दा विशेष ठाउँ मध्येको एक जुन बौद्ध धर्म, हिन्दू धर्म, किराँत धर्म, बौद्ध धर्म सबै धर्मले एकनाथले मान्ने स्वयम्भूनाथको पाउमा बसेर आज यो एकदमै महत्त्वपूर्ण कार्यक्रम गर्न पाएको छौँ। त्यसको लागि वडा समितिलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यस महोत्सवका समिति उपसमितिहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो विशेषता नै यही हो, हाम्रो धर्म, संस्कृति, कला, सङ्गीत र खानेकुरा, खाने परिकार सँगसँगै जाने भएकाले यस्तो महोत्सवले यो तीनटै कुरालाई चाहिँ प्रचार प्रसार पनि गर्ने र नयाँ पुस्ताहरूलाई पनि हाम्रो परिकारहरूको विशेषता के हो भन्ने बुझाउने पनि मौका हो। अध्यक्षज्यू ईश्वरमान डङ्गोल आफै पनि यो र्यालीमा हिँडेर आउनुभयो। नमस्ते। नमस्ते हजुर, धन्यवाद। कतिको सफल हुँदैछ? एकदम सबैको चाहिँ एकदमै सक्रिय सहभागी छ र यसमा विशेषता के हो भन्दाखेरि सबै समुदायको चाहिँ साथ दिएको छ। नमस्कार, म कृष्ण कटेल। स्वयम्भूमा बालेन्द्र शाहको क्रेज देख्न सक्नुहुन्छ। यो महोत्सवमा काठमाडौँ महानगरपालिका वडा नम्बर 15 ले आयोजना गरेको यो स्वयम्भू महोत्सव एक हप्तासम्म चल्नेछ। आज बालेन्द्र शाहबाट शुभारम्भ भएको छ र महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको क्रेज देख्न सक्नुहुन्छ। तपाईँले क्रेज देख्न सक्नुहुन्छ। पक्कै पनि मेयर बालेन्द्र शाह आइसक्नु भएको छ। र हामीले यहाँनिर यहाँको वातावरणलाई अलिकति व्यवस्थित गर्ने प्रयत्नमा हामी छौँ। अहिलेको नयाँ पुस्ताहरूलाई यो खानेकुरा खाँदा मुटुलाई के असर गर्छ, यसमा क्याल्सियम छ छैन, प्रोटिन छ छैन, यस्तो कुराको जानकारी एकदमै लिन खोज्छ अहिलेको नयाँ पुस्ताले। त्यो भएर यसो बुझ्दै जाँदाखेरि हाम्रो जुन यो स्थानीय परिकारहरू छन् त्यसमा न्युट्रिसन भ्याल्युहरू एकदमै धेरै हुन्छ र त्यो धेरै हुन्छ भन्ने चाहिँ हामीले प्रचार गरिरहेका हुँदैनौँ। हामीले विदेशी खानेकुराहरू त्यो मेन्युमा हेऱ्यौँ अथवा त्यसको प्याकेजिङमा हेऱ्यौँ भने त्यहाँनिर प्रोटिन यति, क्याल्सियम यति, फस्फरस यति, स्याचुरेटेड फ्याट्स यति भन्ने लेखा हुन्छ। यसरी नै हाम्रो लोकल उत्पादन, हाम्रो स्थानीय नेवा खाजा भनौँ, अरू समुदायका खाजाहरू भनौँ, त्यसमा चाहिँ के पाइन्छ भन्ने कुरा पनि बिस्तारै नयाँ पुस्ताहरूलाई भन्दै गयो भने त्यसले चाहिँ हाम्रो खानेकुराप्रतिको आकर्षण अझै बढाउँछ। हाम्रो खानेकुरा कतिको न्युट्रिसियस रहेछ भन्ने पनि थाहा पाउँदै जानुहुन्छ। त्यसमा सबै थोक सम्पूर्ण छ। हाम्रो खाजा यति सम्पूर्ण छ। अहिले विदेशीहरूले यसको कुरा बुझ्दै विदेशीहरूले पनि हाम्रो खाने तरिकाहरू अपनाउन थालेका छन् र स्वदेशमै पनि त्यसलाई चाहिँ प्रमोट गर्दै जानुपर्छ। र आज पहिलो दिन, अब 7 दिन चल्ने यो महोत्सवलाई एकदमै हर्षोल्लासका साथ तपाईँहरूले मानिदिनुहुन्छ भन्ने आशा लिएको छु। सम्पूर्णलाई फेरि पनि शुभकामना दिन चाहन्छु। तपाईँहरू यत्रो बेर बसिसक्नु भएको छ। अब महोत्सवमा भएका स्टलहरूलाई इन्जोय गर्नुहोला। हृदयदेखि धन्यवाद र बिदा पनि माग्न चाहन्छु। हस्, नमस्ते। यो स्वयम्भू महोत्सव किन खास? यो स्वयम्भू महोत्सव चाहिँ के भन्दा यहाँको सम्पदा, यहाँको पहिचान, यहाँको रहन, यहाँको खानपिन चाहिँ एउटा प्रचार प्रसार गर्नुको किन विश्व समुदाय सूचीमा सूचीकृत महाचैत्य हाम्रो यही वडाभित्रै पर्छ। यहाँ भएका महत्त्वपूर्ण सम्पदाहरू हामीले चाहिँ प्रचार प्रसारको लागि पनि हो। अनि चाहिँ के भन्दाखेरि हाम्रो आम नागरिकहरू एक ठाउँमा भेटघाट गर्ने यो पनि एउटा महत्त्वपूर्ण विषय हो। मञ्चमा हामी देखिरहेका छौँ मेयर बालेन्द्र शाह सँगसँगै पूर्व मन्त्री जीवनराम श्रेष्ठ पनि हुनुहुन्छ, उपमेयर सुनिता डङ्गोल, वडा अध्यक्ष हुनुहुन्छ ईश्वरमान डङ्गोल,
आजको सहभागिता हुन त अब फेरि अझै बढ्ने क्रममा छ, कतिको उत्साहजनक छ? एकदम धेरै उत्साहजनक छ यो। यहाँ विभिन्न कस्ता स्टल रहन्छन् अध्यक्षज्यू? यहाँ चाहिँ के भन्दाखेरि अब यो ट्रेडिसनल अब नेवारी, शेर्पा, तामाङ होइन, अब खस भाषाका वेशभूषा सबै चाहिँ सबै समुदायको चाहिँ एक हप्तासम्म रहने एक हप्तासम्म मजाले चाहिँ हुन्छ। तपाईँहरू यहाँ ठुल्ठुला मन्दिरहरू पनि स्वतस्फूर्त यहाँ हामीलाई चाहिँ उपलब्ध गराएको छ होइन। धर्मचक्र पार्कमा यहाँ चाहिँ एकदमै सबैको सहभागिता एकदम सक्रिय सहभागिता छ। ईश्वरमान डङ्गोल अध्यक्षज्यू लगायत यो आयोजक मूल समारोह समिति अथवा यो आयोजक वडा अध्यक्षज्यू हामीले कुराकानी गऱ्यौँ। बिजु श्रेष्ठ दाई म देखिरहेको छु, निकै वास्तवमा यो खटाई वास्तवमै एउटा उल्लेखनीय खटाई छ। बिजु श्रेष्ठ वडा सदस्यज्यू नमस्ते हजुर। नमस्कार हजुर। नमस्कार। कस्तो छ सबै भव्य कस्तो हुँदैछ? आज उद्घाटन कार्यक्रमको 100औं महोत्सवको एकदम उत्साहित छ, एकदम खुसी पनि छ। यहाँको माहौल देखेर म एकदम दङदास पनि छु। आज यो निकै एक्साइटिङ र सँगसँगै महत्त्वपूर्ण कामको थालनी भएको छ। स्वयम्भू महोत्सव यो ठाउँ स्वयम्भूको पवित्र भूमिमा रहेर जसरी यो महोत्सव सुरु भएको छ र महोत्सवमा हामीले साइडमा देख्न पनि सक्छौं विभिन्न खालका स्थानीय सामग्रीहरू। 15 वडामा बनेका मात्र, काठमाडौँमा बनेका मात्र सामग्रीहरू छैनन्। देशका विभिन्न कुनाबाट आएका स्थानीय प्रोडक्टहरूको पनि अहिले स्टल पनि राखिएको छ। विशेष गरी यो ठाउँसँग जोडिएर यो ठाउँको सांस्कृतिक र सँगसँगै पर्यटकीय हिसाबले, कलाकृतिका हिसाबले महत्त्वपूर्ण पक्षहरूलाई जसरी देशैभरिसम्म आवाज पुग्नका लागि पनि यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने हामीले आशा लिएका छौँ। पूर्वकालदेखि नै दान अथवा भनौँ दान धर्म लिनका लागि भनेर गुला पर्व भनेर स्वयम्भूमा आउने गर्दछ। 1 महिनासम्म निरन्तर रूपमा आउने गर्दछ र त्यस्तै त्यो संस्कृति सँगसँगै यो महोत्सवले आज विभिन्न पक्षहरूलाई, स्वयम्भूको विभिन्न पक्षहरूलाई अझ प्रष्ट रूपमा अघि बढाउनका लागि महत्त्वपूर्ण भूमिका खेलोस् पनि भन्न चाहन्छौँ। स्वयम्भू भन्ने बित्तिकै हामीले स्वयम्भू महाचैत्य, मञ्जुश्री, विजेश्वरी जाने र त्यो हुँदै बसन्तपुर जाने, वर्ल्ड हेरिटेज साइट जाने मात्र रहेन। यहाँका मूर्त सम्पदा भन्दा सँगसँगै अमूर्त सम्पदाको पनि निकै महत्त्व छ। यहाँबाट हामीले हिँडिरहँदाखेरि देखिने विभिन्न पसलहरू जहाँ यहाँ स्थानीय खानेकुराहरू, स्थानीय खाजाहरू हामीले देख्न सक्छौँ। बिहानको समयमा आउने हो भने मर्निङ वाक आउँदाखेरि मग बास्न आउँछ, हलुवा सुवारी मार्पाको मग बास्न आउँछ। र यो सँगसँगै अहिले ठाउँमा हेर्ने हो भने विभिन्न खानाको पनि पसलहरू पनि रहँदै आएको छ। र त्यति मात्र नभएर विभिन्न ह्यान्डिक्राफ्टहरू, हस्तकलाका पसलहरू रहेका छन्। हस्तकलाका सामग्रीहरू प्रदर्शन बिक्रीमा पनि हुने गर्दछ र ती सबै कुराहरू भनेका हाम्रा अमूर्त सम्पदा हुन् र त्यसलाई जीवित राख्नको लागि पनि स्वयम्भू महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ। हजुरआमा हजुरबुवासँग हात समाउँदै आउने स्मरण यहाँहरू सबैजनासँग छ होला र त्यो स्मरण अझ ताजा र त्यो ताजा पनि यहाँका मोडर्नाइजेसन सँगसँगै अहिलेको आधुनिकीकरण सँगसँगै भएका आधुनिक पक्षहरू मात्र होइन, यहाँका स्थानीय विशेषताहरूलाई पनि उजागर गर्न सक्नेछ यो महोत्सवले। र यो ठाउँको स्वयम्भूको स्थानीय महत्त्व, स्थानीय परम्परा र सँगसँगै स्थानीय विभिन्न विषयवस्तुहरूलाई अझ सम्वर्धन गर्न सकोस् भन्ने पनि कामना गर्दछु। र यसका साथै पुनः एकपटक यहाँको आजको महोत्सव र 7 दिने 1 हप्तासम्म लम्बिने महोत्सवले पर्यटकीय हिसाबले लाभदायी रहोस्, सांस्कृतिक हिसाबले अझ धेरै हाम्रो संस्कृति जगेर्ना गर्नमा महत्त्वपूर्ण भूमिका खेलोस् र जसरी यो स्वयम्भू र आजको महोत्सवमा हामीले हेर्न सक्छौं विभिन्न समुदाय, विभिन्न जाति, विभिन्न धर्मलाई प्रतिनिधित्व गरेर पनि बिहानको झाँकीदेखि पनि हामीले हेर्न सक्छौं। त्यसको उदाहरण हो धार्मिक सहिष्णुता, सामाजिक एकबद्धता र सँगसँगै हामी बीच भएको भाइचारालाई सदैव कायम हुन सकोस् र यो महोत्सव र बिहानदेखि भएको झाँकीले पनि प्रदर्शन गर्न सकेको छ। त्यसका लागि वडा नम्बर 15 लाई, वडा नम्बर 15 का सम्पूर्ण
ओडा समिति ओडाका सम्पूर्ण परिवारलाई विशेष धन्यवाद पनि दिन चाहन्छु र यो विशेष धन्यवाद यस अर्थमा पनि रहेको छ सबै समुदायलाई समेट्न सकिएको छ र सबै परम्परालाई समेट्न पनि सकेको छ र अथक मेहनत गरिएको अथक प्रयास गरिएको भन्ने कुरा पनि हामीले स्पष्ट देख्न सक्छौं। यो कार्यक्रम अहिले भर्खर सुरु भएको हैन, बिहान 11 बजेदेखि र्यालीमा हामी सहभागी भएका थियौं र अहिलेसम्म पनि यहाँहरूको उपस्थिति र सँगसँगै यहाँहरूले जसरी यो कार्यक्रमलाई सफल बनाउनको लागि रहिरहनु भएको छ त्यसको अर्थ भनेको यो महोत्सव काठमाडौँ महानगरपालिका वडा नम्बर 15 को मात्र हैन, यो महोत्सव सबै समुदायको हो, सबै 15 वडावासीको हो, सबै काठमाडौँवासीको हो भन्ने कुरा पनि यहाँहरूले देखाउनु भएको छ। त्यसका लागि हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र 15 नम्बर वडाका परिवारलाई हृदयदेखि धन्यवाद र शुभकामना र साथसाथै गुड बिगिनिङ। कुनै पनि कुरा सुरुवात राम्ररी भएको छ भने त्यो चाहिँ हाफ डन भयो, अझ अब राम्ररी नै अघि बढ्छ भन्ने कुरा पनि स्पष्ट छ। त्यसकारण वडालाई बधाई पनि दिन चाहन्छु र यो महोत्सव हामी सबैको धरोहर, हामी सबैको पहिचान, स्वयम्भूको पहिचानलाई अझ बुलन्दका रूपमा अघि बढाउन सफल होस्। यहाँका संस्कृति, यहाँका उद्यमशीलता, यहाँका परम्परा र यहाँका स्थानीय पहिचानको एउटा संगम बन्न सकोस्। हृदयदेखि धन्यवाद छ। नमस्कार।